गलत सन्देश गर्यो। यो बर्दी लाउँदै हामी सबैको कुटाएर गाली खाने हो। हामी यही खाना आएको हो घरबाट। रवि आउँथ्यो त्यतिखेर न यो बालेन आउँथे, ढाकढुको त्यतिखेर सकिन्थ्यो। हजुर, अब उनीहरू पनि कतैबाट सञ्चालित होलान्, यसलाई बढाउनुपर्छ है भन्ने सङ्केत आइसकेको छ कि यिनीहरूलाई पनि। अनि त्यसपछि तपाईँको मतलब के भने बालेनको हरेक कुरालाई यिनीहरू साथ दिँदै गए। बालेन भाले हुँदै गयो देखिहाल्नुभयो। अन्तमा चाहिँ तपाईँको रविले गएर चाहिँ सुनको किस्तीमा लगेर प्राइम मिनिस्टरसिप अफर गरे। झन् ठुलो भाले भए भनेपछि अब अहिले बिगारी अब छोइसक्नु छ। अब त मतलब के भने या त नेपालै सकिन्छ या यो सबै मतलब के भने तपाईँको चाहिँ रहस्यमय व्यक्तित्व पनि सकिन्छ, रहस्य पनि सकिन्छ। ल पुरै हो। या त नेपाली सकिन्छ या तपाईँको वास्तवमै नेपाललाई गुरु राष्ट्र बनाउँछ। होइन, नेपाललाई सक्नको लागि जो रहस्यमय चाहिँ षड्यन्त्र गरेका मान्छे सकिन्छ। त्यो मध्ये वर्तमानको सरकारै हो, त्यो मध्ये वर्तमानको पार्टी नै हो। हेर्नुहोस् त पुराना पार्टीहरू म्याउ म्याउ गरेर बसेका छन्। रवि कहाँको तपाईँको चाहिँ न राजनीति छ, न केही छ, न पृष्ठभूमि छ, न चाहिँ सिद्धान्त छ। D24 चाहिँ टाटा 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 टा टु 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 करा भरमा नेता भन्ने मान्छे कस्ता। अनि कसलाई मानिदिनु पर्दैन? राष्ट्रघातीहरूलाई जसले महाकाली सन्धि गरे अनि तपाईँको एमसिसी पास गराए, जिन्दगीभर भ्रष्टाचार गरे। तपाईँकै भनाइअनुसार हिजो सिरी पाउच भन्ने रक्सी 3 जना मिलेर खाने, चियाको पैसा नतिर्ने, तपाईँको ड्राइभरसँग कोठा सेयर गरेर बस्ने मान्छेहरू आज अरबौँ खरबपति भए। उसैलाई मान्ने त? तिनलाई कारवाही गर्नु पर्यो, कारवाही गर्ने अर्को आउँछ त्यसलाई पनि सँगै गरिदिनु। कस्तो कुरा हुन्छ? अर्को आइदिए त राम्रो हुन्थ्यो नि। अर्को त्यही आयो, अर्को आएको छैन अहिलेसम्म। अनि अर्को त बनिदिनु पर्यो नि त। अहिलेसम्म कुनै पनि सिनारियोमा नेपाल बनाउने मान्छे आएको छैन। ल रहस्यमय मान्छेले बनाउने नै भइदियो भने तपाईँ ताली बजाउनु न। बनाउँदै सक्दैन, यिनीहरूको रहस्य खुल्छ, यिनीहरू टाप। किन तर्सेका, किन अब हल्लेका? जस्तै तपाईँको अहिले नेपाल मामिला सम्बन्धी कुरा गर्नलाई अजित डोभाल अहिले चाइनामा छन् अरे भन्ने समाचार सुनियो। अजित डोभालले गर्ने चाहिँ भारतमा हो, चाइनामा के मतलब उसलाई? चाइना गएर चाइनाको रक्षा मन्त्रीसँग अजित डोभालले गएर चाइनासँग मिल्नै पर्ने। चाइनालाई मतलबै छैन नेपालको राजनीतिलाई। ल त्यसले हुनेवाला केही छैन। त्यसो लेखेर राख्नुहोस्। चीनले अहिले तर बारेन सरकार विरुद्ध त्यहाँ छलफल चलिरहेको छ। अब यो सरकार लामो छैन भन्ने न्युजहरू हेर्न थाल्यो। होइन, बालेन सरकार विरुद्ध होइन, वर्तमानको अवस्था विरुद्धमा चाहिँ नि चिनिया सरकारले एउटा कार्यक्रम बनाइसकेको छ अहिलेको अवस्था विरुद्ध। अहिले व्यवस्था खतरामा छ। अहिले स्टडी गरिरहेछ। टिओबी भनेको हो, टिओबीको एजेन्ट नेपाल सरकारमा कतिवटा छन् होइन। टिओबीकै पैसा खाने कहाँ छन् त्यो सबै बनाउँदैछन् उनीहरूले। चिनिया चुप लाएर बस्दैन नि, तर चिनिया देखाएर भन्दैन भारतीय जस्तो। र उनीहरूले हस्से पनि गर्दैन। त्यो इन्फर्मेसन जस्ट चाहिँ नि भारतलाई दिन्छ, उसले दिन्छ त अमेरिकालाई दिन्छ उसले। फेरि ऊ आफू देखा पर्दैन चाइना। किनभने चाइनाको राजनीति जहाँसम्म मलाई थाहा छ, हेर्नुहोस्, मैले चिनको चाहिँ नि धेरै पक्षहरू, त्यहाँको समाजहरू, त्यहाँको राजनीति, त्यहाँको प्रशासन बुझेको मान्छे म रातो सूर्य लेखेको मान्छे, द रेड सन लेखेको मान्छे, चिनको बारेमा लेखेको मान्छे। र चिनको इतिहास मलाई धेरै कुरो थाहा छ। भने त यो अजित डोभालको चाइना गएको त्यहाँ भेटेकै यी कुराले नेपाली राजनीतिमा केही फरक पार्दैन। होइन, अजित डोभाल चाहिँ तपाईँको चाहिँ नि चिनसँग चाहिँ मतलब के भने यो आफ्नो चाहिँ नि यो ट्रेड ट्रान्जिट होइन, सकिन्छ भने लद्दाख फिर्दै हुने होइन, वातावरण राम्रो बनाउने, त्यो चाहिँ मतलब के भने कूटनीतिक चाहिँ भ्रमण हुनसक्छ। यो नेपालसँग कन्सर्नै छ। नेपालको बारेमा त भारतले सोच्दैन, न चिनले सोध्छ। त्यो अरू नै छ अझ त्योभन्दा बाहिरका। अनि यी दलहरू त फेरि उनीहरूकै आशीर्वाद पाएर शेरबहादेव आएर यहाँ हुङ्कार गरे भन्छन्। होइन, शेरबहादेव भए 5 महिना देश छोडेर भागे भन्ने आरोप थियो नि, यहाँहरूले पनि भन्नुभयो होइन? कहाँ भने मैले देश छोडेर त गएकै हो नि 5 महिना। देश छोडेर योभन्दा पहिले नेपालको इतिहासमा उनी आउँछन्। 80 वर्ष पुगेका शेरबहादेव कहिले 5 महिना त बाहिर बसेका थिएनन् नि। होइन, उनी बस्नु पर्ने अवस्था आयो, उनी आउँछन्, उनी थुनिन्छन्, त्यसपछि सबै क्लियरेन्स भइसकेपछि उनकी श्रीमती आउँछन् भनिदिएको छु। त्यही हुन्छ, हेर्नुहोस् न अहिले थुनिन्छन् शेरबहादेव नथुन्ने हुन्छ, कारवाही हुन्छ, कारवाही सुरु हुन्छ नि उनलाई पनि।
त्यो अख्तियारले बयानमा बोलाएको भन्ने कुरा छ, उनी नजाने भन्ने कुरा छ, भनेपछि पक्राउ पर्ने सम्भावना छ यिनको। त अब नगएपछि पक्राउ परेन, पक्राउ नगरेको हुन्छ प्रशासनले। पक्राउ गर्नुपर्ने पात्र हुन् शेरबहादुर देउवा? होइन, शेरबहादुर देउवालाई मतलब के सोधपुछ मतलब के सरकारले गर्न सक्छ, कानुनले गर्न सक्छ, गर्नुपर्छ। र शेरबहादुर देउवा केही दिन चाहिँ नि मतलब के भने कस्टडीमा पर्छ, हिरासत पर्छन्। उनी कस्टडीमा परेपछि अनिखेर आज देउवा पनि उनी किन आउँछन्? उनी त बसी गर्छन्। अनि स्योर भयो नि, अब नजानी स्योर भइसकेपछि अनि वहीँ बसेर सबै कुरो यहाँ हिसाब मिलाउने हो। ए देउवा पक्राउ परिसकेपछि उनी आउँदैन, झनै आउँदैन। अब शेरबहादुर छोरालाई पनि तपाईँको पक्राउ गर्ने सम्भावना छ। फेरि पुर्जी नै काटिसकेको छ नि, पुर्जी नै काटिसकेको छ। अनि अब छोरा कहाँ छन् अनि यहाँ आएर देउवा फेरि फुर्ती आएको छन्, म हिन्दू हिन्दू भनेर। त्यो हिन्दू त सिकाएर पठाएको नि त। सिकाएर पठाएको? कसले हो? उनीहरूको श्रीमतीले। अरूले के सिकाउँछ? तिमी गएर हिन्दू भन, सब मूर्ख छन् नेपालमा, राजा र हिन्दुत्वको लागि मरेर बसेका छन्, खुम्चेर बसेका छन्, एकाएक तिम्रो नाउँ माथि आउँछ। ल कुरा यही हो, मन्त्र सिकाएर पठाएको। ए गुरु मन्त्र दिएर पठाएको, हिन्दू 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 भन, 3 चोटि भयो, माफ गर्छन् जनताले भनेर। तर कोही चाहिँ त्यो बेकुफ छैन नि। शेरबहादुर जस्तो एउटा भनौँ न गैर जिम्मेवार व्यक्तिले हिन्दू भन्यो भन्दैमा फेरि हामीले पत्याउनु पर्ने आवश्यकता छैन। किन हिन्दू यदि चाहिँ उसले त्यो भन्ने कुरा आजमा 30 वर्ष अगाडि किन भनेन? ऊ प्राइम मिनिस्टर हुँदा धर्मनिरपेक्षता भइसकेपछि पनि त कहिले बोलेनन् नि, कहिले बोलेनन् है। ऊ सधैँ केमा हिँडे? सत्तामा हिँडे। सधैँ केमा हिँडे? पैसामा हिँडे। सधैँ के हिँडे? साथीभाइको लागि हिँडे। शेरबहादुर देउवा फेरि साथी भनेपछि मरेर सहयोग गर्छन् है। जस्तो तपाईँको चाहिँ यो साथी पनि उसलाई उसँग नजिक हुने, उसले जे भन्यो हँ भन्ने साथी यसम्यानलाई सहयोग गर्ने होला नि त। होइन, यसम्यान पनि अब नो म्यानलाई पनि मतलब के भने सहयोग गर्छन् उनले। पैसावालाहरूलाई सहयोग गर्ने, होइन मान्छेलाई सहयोग गर्ने, पार्टीभित्रै पनि आफ्नो नजिक चाहिँ नि मतलब यसम्यानलाई नजिक राख्ने, त्यो त स्वाभाविक हो नि। एक्लो त पार्टी चल्दैन। नेपालको पक्षमा स्वाभाविक हो नि। अनि सबैतिर हो। तर मतलब के भने शेरबहादुर देउवाले कुनै पनि काम अब गर्न सक्दैनन्। भनेपछि पक्राउ पर्छन् कन्फर्म हो? त्यसो डेफिनेटली पर्नुपर्छ मेरो भनाइ। शेरबहादुर देउवा पर्छ, म सरकार होइन पर्नु होइन। सामाजिक सञ्जालमा व्यापकता थियो। अब 2-3 दिनभित्र पूर्व प्रधानमन्त्री पक्राउ पर्दै भन्यो। अब सोमबारै भनेर थियो, आकलन गरेको थियो, आज मङ्गलबार गरेन भने गृहमन्त्री राजीनामा गर्नुपर्छ। ए शेरबहादुर देउवा पक्राउ परेनन् भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ? राजीनामा दिनुपर्छ। लाज हुँदैन? उसले बालेनले राजीनामा दिनुपर्छ। प्रचण्डको के हुन्छ? प्रचण्डको उनी पनि पर्छन्? होइन, उनको पनि कारबाही त गङ्गालाई गर्ने भनेको छ नि, उनको छोरीलाई गर्ने भनेको छ नि। गङ्गालाई त तपाईँको सोके सचिवबाट पनि अहिले हटाएर प्रचण्डले? त्यो हटाउनै पऱ्यो नि। भनेपछि केपी ओली, प्रचण्ड र देउवा तिनैजनाको तपाईँको सोके सचिवहरू जो थिए नि, सबैको सम्पूर्ण छानबिन प्रक्रिया सकिसकेको छ र अख्तियारले। तिनीहरूलाई चाहिँ राजेश बजाचार्य भन्ने केपी ओलीको, अनि गङ्गादाहालको श्रीमान के आचार्य प्रचण्डको, अनि भानु देउवा को देउवा चाहिँ शेरबहादुर देउवाको। भनेपछि यिनीहरू तिनटालाई अहिले पनि सरकारले टार्गेट गरिरहेछ। होइन, यिनीहरूको पुरा मतलब के हिसाब किताब बनाइराखेको छ, यिनीहरूलाई अध्ययनमा राखेको छ। हजुर। र यिनीहरूलाई चाहिँ मतलब के भने निगरानीमा राखेको छ, मैले बुझेसम्म। राख्नु पनि पर्छ। अहिलेको सरकार यिनीहरूकै माध्यमद्वारा उनीहरूलाई समात्ने हो। यिनीहरूलाई पक्राउ गरिएन भने? होइन, यिनीहरूलाई पक्राउ गरिसकेपछि यिनकै माध्यमद्वारा उनीहरूलाई समात्नु पऱ्यो नि त। उनीहरूलाई समात्नु पऱ्यो। त्यो गर्न नसक्यो भने अहिलेको गृहमन्त्री प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ। राजीनामा दिनुपर्छ। त्यो सबैलाई थाहा छ नि, मैले भने। जनताले दबाब दिइरहेछन् त्यसो भए यसको लागि? जनताले चाहिँ तपाईँको जनता त के छ र तपाईँको जनता नोटमा छन्, कहाँ दबाब दिन्छन्? कहाँ मलाई राजीनामा के को लागि दिनु पर्यो तिनीहरूले? कसले? गृहमन्त्री फेल भएपछि के हुन्छ? सबैतिर उनीहरूलाई पक्राउ गर्न नसक्नु भनेको यिनीहरूको मन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीको कार्यकाल फेल हो। फेल, असफलता। त्यस कारणले उनीहरू आफै राजीनामा दिनुपर्छ, जबरजस्ती गर्नु मिल्दैन। अब अहिले भन्दा गृहमन्त्रीलाई पानी मुनि गए पनि अरू त कुरो छोड्नु, गृहमन्त्रीलाई पुनः नियुक्ति गरेको नै रहस्यमय छ। ल ठिक छ, भनेपछि पानी मुनि गए पनि यिनीहरूलाई त पक्राउ गरेरै छोड्छ त्यसो भए, आफ्नो कार्यकाल यथावत राख्नलाई पनि? होइन, पक्राउ पनि नाटकीय पक्राउ हुन्छ, नाटकीय कि केपीलाई पक्रे जस्तै। केपीलाई पक्रे जस्तै, तर पक्राउ चाहिँ पर्छन्। पक्राउ चाहिँ पर्छ। ल है त, यस्तो कन्डिसन छ त्यसो भए। अब त्यही देखियो। अब
अब लामो नगरौँ। ल जय राष्ट्रवाद। हस् त।